यो चाहिँ चिन्न लागेको छु क्या यो हैन हजुर यो चाहिँ पिलासले हजुर यो चाहिँ तपाईको फ्रेज लाइन दिन लागि यसलाई हजुर हैन हजुर अब यसमा पनि फ्रेज न्युट्रल भन्ने हुन्छ है हैन हजुर यो पोल भएको न्युट्रल हैन यो चाहिँ लोड लेखेको छ एल यो भनेको फ्रेज हो अब मैले यसमा फ्रेज हाल्छु तपाईको मुख पनि देख्नु पर्यो नि त खै त अनि छेप्यो अनि हेर देखिनु पर्दैन हैन कान देख्नु पर्यो है मेरो मुख नहेर्दा कामै हुँदैन नि हेर न कसले बनायो कसले बनायो के थाहा नि अनि प्रुफ त चाहियो नि हजुर यो मैले फ्रेज लाइन माने यसलाई हजुर धेरै जसो अहिले फ्रेज न्युट्रल चाहिँ मान्दैन के मान्छेले हजुर त्यही त यसमा चाहिँ फ्रिज नजाने हिसाबले चाहिँ तर पारिदिनु न कसरी हुन्छ के हाल्दा हुन्छ हैन त तपाईँलाई पनि थाहा होला म जान्दिनँ भोलि सर्टहरू किपिन नहोस् हुँदैन भनौँ होइन हजुर अब यो न्युट्रल हो होइन बत्ती पनि बल्छ पल्लो थियो बत्ती बलिहाल्छ नि दाजु लाइन भयो भने त यताबाट यो सट्टा ल्याइयो होइन हजुर यताबाट यस्तो ल्याइयो अनि यहाँबाट ल्याएर आनन्दसँगले यता आयो अनि यहाँबाट हुँदै 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 गएपछि ट्याक्क तल झारेर अब यहाँबाट यहाँ आइपुग्नु भयो ल हेर्नुहोस् त यहाँ है अब यहाँ ट्याक्क जस्तै अब यसको पनि होइन हजुर अब जस्तै यो भनेको अर्थिङको पोइन्ट हो यो माथिबाट होइन हजुर अब यो भनेको तपाईँको यो न्युट्रल हो यो न्युट्रल हो यो फ्रेज हो के एन लेखेको छ नि हजुर यो न्युट्रलको भाग हो होइन यो तपाईँको फ्रेजको है हजुर हजुर देखाइरहेछ ल ठिक छ यसमा पनि हुन्छ जस्तै यो न्युट्रल हो यहाँ देखाउनु त सबैको सिस्टम जस्तै यहाँ न्युट्रल छ हजुर त्यहाँ जोड्दा पनि अब यो न्युट्रलको न्युट्रल भागतिर जानु पर्यो यो न्युट्रल हो नि त हजुर हजुर यो न्युट्रल यहाँ देखाइरहेछ हजुर यो न्युट्रल हो होइन यो फ्रेज हो के हजुर है त यहाँ लेखेको छ मजाले देखिँदैन होला कि देखिन्छ यहाँ एन लेखेको छ नि काइदा देखिन्छ यसको न्युट्रल यसरी मिल्नु पर्यो अब जस्तै फ्रेज र न्युट्रल मिलेन भने के हुन्छ हजुर उहाँबाट चाहिँ स्विच अन गरिराखिन्छ नि त हजुर अफ गर्दा पनि फ्रेज चाहिँ आइरहेको छ कि अनि कहिले करेन्ट लाग्यो हजुर बढीतिर भन्छौँ नि हामी कारण त हो क्या कारण त हो यो कुरो चाहिँ त्यस्तो छ अब मैले यसलाई फ्रेज मानेको छु हजुर कनेक्सन गर्नु पर्यो त कसरी गर्ने हाम्रो ढङ्ग छैन यतिकै सिप हाल्दैन यो चाहिँ फेरि स्विच अन गरेपछि हजुर होला त कुरो होइन अहिले जोड्ने काम हुँदैछ जोड्ने काम अनि बत्ती बल्यो नि त हजुर ट्याक्क बत्ती बालेपछि त्यसै कुरो रहेछ यो जोडिसक्यो है त हजुर अब मैले यसलाई बन्द गरेँ एकचोटि हेरौँ है हस् कन्फर्म गरौँ कि फेरि खोल्नुपर्छ यो है त हस् ठिक छ ल मिलाउँछु यसको यहाँ
अब मेरो यो जोडाइ ठिक छ छैन, अब अन्तिममा परीक्षा हुन्छ है ट्याक्क है अब यो। हजुर हजुर होइन त? हजुर परीक्षा अब हुन आँटिहाल्यो, रिजल्ट आउन आँटिहाल्यो होइन। अब तपाईँ जोडी तपाईँको ठिक छ नि, जोडाइ त राम्रो छ नि, जोडाइ सही छ। टक्क त बत्ती बलिहाल्छ, रातो बत्ती बलेपछि है त अब काम। हजुर सामानहरू पनि ट्याक्क मिलाउँ। अब मिलाउनु पर्यो त। अब यो जोडेँ मैले। हस् ल जोड्दा नि केही बिग्रेन होइन त? यहाँ जोडियो। अब यहाँ आउनु त। हस् त्यो त म आइहाल्छु नि, किन आउँदैन? यो अहिले नजोड्नु नि त, यो अफ गरेको छु है मैले अहिले। हस् ल अब यहाँ ट्याक्क जोडियो होइन? हजुर जोडियो होइन? यो यसको अन हो? हजुर त ल अन गरेँ है मैले। अब हाम्रो यहाँ परीक्षा भइरहेको छ। ल बल है त? बल बल है। ल अब यहाँ बल हो। हस् जोडो। अब आवाज आइसक्यो। पक्नु है। अब यहाँ भित्र अब फ्रिज सही छ नि। ल खोल्नु त। देखिन्छ देखिन्छ। बत्ती आयो, झिलिमिली भयो, काम सक्सेस भयो है, एकदम सक्सेसफुल भयो। ल हजुरलाई थ्याङ्क यू सो मच। अब तपाईँको जय जय होस् भाउजू होइन। ल अब यो चाहिँ नर्मल जोडाइ हो होइन? यहाँबाट यसरी जोडियो। यस्तै यस्तै थप भिडियो हेर्नको लागि भिडियोलाई लाइक, कमेन्ट, सब्सक्राइब गर्न नभुल्नुहोला। धन्यवाद।